मेरो श्रीमानले 4 जना अपरिचित व्यक्तिहरूलाई हाम्रो घरमा एक रात बस्नको लागि ठाउँ दिनुभयो। बाहिर धेरै पानी परिरहेको थियो र म मेरो श्रीमानसँग सुतिरहेको थिएँ। अचानक ती पुरुषहरूको कोठाबाट ठुलो आवाज आउन थाल्यो। मलाई डर थियो कि यी मानिसहरू हाम्रो घरबाट चोरी गर्न सक्छन्। जब म उठेर अर्को कोठामा गएँ, त्यहाँको दृश्य देखेपछि मलाई रिस उठ्यो। उनीहरूले मलाई रातभरि केही गरे कि मेरो चिच्चाइ कोठामा गुन्जिन थाल्यो र मेरो श्रीमानले नमस्ते साथीहरू, आजको रोमान्टिक कथामा स्वागत छ। मेरो नाम सीमा हो र मैले केही वर्षअघि अमितसँग बिहे गरेको थिएँ, जुन अमितको दोस्रो विवाह थियो। उनको पहिलो श्रीमतीको केही रोगका कारण मृत्यु भएको थियो। अमितको पहिलो श्रीमतीबाट एक छोरी पनि छ जसको नाम रिया हो। जब म यो घरमा आएँ, रिया 15 वर्षकी थिइन्। अहिले हाम्रो विवाह भएको 7 वर्ष भइसकेको छ र रिया पनि 22 वर्षकी भइन् र केही दिनअघि नै विवाह भएको थियो। रियाको बिहे गरेपछि मेरो श्रीमान सधैँझैँ मलाई गाउँमा छोडेर सहर गयो र म फेरि घरमा एक्लै भएँ। रियाको बिहे गर्न अमित केही दिनको लागि गाउँ फर्केका थिए र यति धेरै स्थगित आफन्त र साथीभाइ आएका थिए कि मैले उनीसँग एक्लै समय बिताउने मौका पाइन्। ससुरा घर पुगेपछि छोरी रियाको फोन आउँदा उनले भनिन्, आमा, म यहाँ धेरै राम्रो छु र म विवाहमा धेरै खुसी छु। मेरो श्रीमानले मलाई धेरै माया गर्नुहुन्छ र मसँग सबै समय बिताउन चाहनुहुन्छ। उसले मलाई एक पल पनि एक्लै छोड्दैन। कम्तीमा मेरी छोरीले राम्रो घर पाएको भन्दै रियाको सबै कुरा सुनेर म धेरै खुसी भएँ किनभने उसको बिहे गराउनको लागि हामीले खेतमा पनि धरौटीमा राखेका थियौं। अब हाम्रो टाउकोमा धेरै ऋण थियो। मेरो श्रीमानले सहरमा काम गरेर बिस्तारै यो सारा ऋण तिर्ने बताउनुहुन्छ। जब म बिहे गरेर यो घरमा आएँ, रिया सानै थिइन् र रियाले आमाको माया पाउनको लागि अमितले दोस्रो विवाह गरे। त्यो दिन मैले आमाको छोरीलाई आफ्नै छोरी जस्तै हुर्काएर धेरै माया दिएँ। मैले उसलाई म उसकी सौतेनी आमा हुँ भनेर कहिल्यै महसुस गर्न दिएन। रियाबाट पनि धेरै माया पाएँ। तर विवाहको पहिलो रात अमितले जे भनेका थिए, त्यो सुनेर मेरो आँखामा आँही आयो। हाम्रो बिहेको पहिलो रात मेरो श्रीमानले मलाई यस्तो कुरा भन्नुहुनेछ भनेर मैले कल्पना पनि गर्न सकिन। उनले पहिलो श्रीमतीलाई असाध्यै माया गर्ने र फेरि बिहे गर्न नचाहेको तर आमाले धेरै दबाब दिएकी थिइन्, जसका कारण उनले फेरि बिहे गर्नु पर्यो। मेरो श्रीमानको पहिलो श्रीमतीको मृत्यु भएदेखि नै, त्यसबेलादेखि मेरो श्रीमान सहरमा बस्न थाले र त्यही काम गर्थे। मेरो सासू र ससुराले गाउँको सबै काम र खेतबारी आदिको हेरचाह गर्नुहुन्थ्यो। मेरो श्रीमान बिदा पर्दा मका आउनुहुन्थ्यो। तर जब ऊ टाढा जान्छ, म उसको मायाको यादमा एक्लै रात बिताउँदै थिएँ। विवाह गरेको 1 वर्षमै म गर्भवती भएँ र एउटा छोरा जन्मियो। जब मलाई श्रीमान बिना बस्न मन लाग्दैनथ्यो, त्यसैले म उसलाई भन्थेँ, मलाई पनि सहर लैजानुहोस्, म तिमीसँगै बस्न चाहन्छु। मलाई यसरी एक्लै राम्रो लाग्दैन। तर सहरमा यति धेरै मानिसको खर्च जुटाउन नसक्ने उनको भनाइ थियो। त्यसैले त आफ्ना छोराछोरीले गाउँमै पढ्न सकुन् भनेर गाउँमै बस्नुस्। हरेक महिना श्रीमान आउनुहुन्थ्यो तर केही दिन बसेर फर्किनुहुन्थ्यो। त्यसैगरी मेरो युवावस्था बिस्तारै एक्लोपनमा बित्यो र अहिले म 35 वर्षको भएँ। रियाको बिहे भएको केही दिनपछि श्रीमानले मलाई फोन गरेर भने, सीमा, मलाई ठुलो समस्या आयो। मैले मेरो जागिर गुमाएँ र कतै काम पाउन सकिन। मैले गाउँमा आएर खेतीपाती सम्हाल्न भने, त्यसपछि मेरो श्रीमानले भन्नुभयो, सीमा, हामीसँग धेरै ऋण छ। सहरमा काम नगरे यो ऋण कसरी तिर्ने अनि खेत पनि हातबाट जान्छ। मैले भने, अहिले रियाको पनि बिहे भयो, किन न म पनि सहरमा आएर तिम्रो काममा सघाउ। सहरका मानिसहरूलाई कामदारहरूको ठुलो आवश्यकता छ र म खाना पकाउने र भाँडाकुँडा धुने काम राम्ररी गर्छु। केही बेर सोचेपछि श्रीमानले भन्नुभयो, ठीक छ, यी सबै काम गर्न लाज लाग्दैन भने आऊ किनकि अब हामीसँग अर्को विकल्प छैन। हामीले हाम्रा खेतहरू बचाउनु पर्छ। छोरालाई सासू र ससुरासँग छाडेर सहरतिर लागे। पैसाको आवश्यकता देखेर ससुराले पनि सहर जान अनुमति दिनुभयो। धेरै वर्षपछि मेरो मनको चाहना पूरा हुन्छ भन्ने लाग्यो। धेरै वर्षदेखि श्रीमानको मायाको तृष्णा गरिरहेकी थिएँ र अब त्यो माया पाउनै लागेको थिएँ। जब म मेरो श्रीमान कहाँ पुगेँ, मेरो श्रीमान मलाई देखेर धेरै खुसी हुनुभयो। मलाई थाहा छ उसले पनि रात एक्लै बिताउँछन्। सहर पुगेको केही दिनमै 2वटा घरमा काम मिल्यो। अरू घरायसी काम गर्न पाए राम्रै कमाइ हुन्छ भन्ने सोचेको थिएँ। सहरका मानिसहरूले गाउँमा भन्दा राम्रो ज्याला तिर्छन्।
एक रात काम सकेर श्रीमानसँग कुरा गर्दै थिएँ। त्यसपछि बाहिर पानी पर्न थाल्यो। भारी वर्षा भइरहेको थियो र रोकिने कुनै सङ्केत देखिएन। राति 11 बजेतिर कसैले हाम्रो घरको ढोका ढकढक्यायो। मेरो श्रीमान अचम्ममा परे कि यति रातिको आउन सक्छ। मेरो श्रीमान उठेर ढोका खोल्दा बाहिर 4-5 जना बलिया युवाहरू उभिरहेको देखे। उनको उमेर 35 देखि 40 वर्षको बीचमा थियो होला। जब मेरो श्रीमान उनीहरूसँग कुरा गर्न थाल्यो, म मेरो बेडरुममा आएँ। यी को हुन र किन हाम्रो घरमा यसरी आएका होलान् भन्ने सोचमा म हराएको थिएँ। केही बेरपछि मेरो श्रीमान कोठामा आएर भन्नुभयो, बाहिरबाट 4 जना यात्रु आएका छन्, जो वर्षाका कारण नराम्ररी अलपत्र परेका छन्। तिनीहरूले हाम्रो घरमा एक रातको लागि आश्रय मागिरहेका छन्। त्यसैले मलाई ती मानिसहरूप्रति दया लाग्यो र उनीहरूलाई भने कि हाम्रो घरमा एउटा मात्र अतिथि कोठा छ, त्यसैले तपाईँ 4 जना त्यहाँ बस्नुपर्छ। मेरो श्रीमानले 4 जना अपरिचित व्यक्तिलाई यसरी घरमा कसरी बस्न दिनुहुन्थ्यो भन्ने मलाई विश्वास नै लागेन। तिनी साँच्चै धेरै सरल छन् र मानिसहरूलाई चाँडै विश्वास गर्छन्। तर यो पनि सम्भव छ कि यी मानिसहरू वास्तवमै वर्षाका कारण त्यसो गर्न बाध्य छन्। जे होस्, हामीसँग घरमा त्यति मूल्यवान सामान छैन। चोर्न आएको हुनुपर्छ। मेरो श्रीमानले मलाई भन्नुभयो, यी मानिसहरू धेरै भोकाएका छन्। के तपाईँ यी मानिसहरूका लागि केही खानेकुरा बनाउनुहुन्छ? दिनभर घरायसी काम गरेर धेरै थाकेको थिएँ। तर पनि श्रीमानको सल्लाह मानेर भान्सामा गएर खाना पकाउन थाले। जब म खाना पकाएर उनीहरूलाई दिन आएँ, मैले देखेँ कि 4 जना ममाथि अनौठो तरिकाले हेरिरहेका थिए। त्यो बेला मैले रातो रङको म्याक्सी लगाएको थिएँ जसमा मेरो टोन शरीर स्पष्ट देखिन्थ्यो। मलाई ती मानिसहरू देखेर धेरै अनौठो लाग्यो किनभने मलाई यसअघि कसैले पनि यस्तो देखेको थिएन। जसरी ती मानिसहरूले मलाई हेरिरहेका थिए। मेरो श्रीमानले मलाई आफ्नी श्रीमती ठान्नुहुन्छ, तर उहाँ आफ्नी पहिलो श्रीमतीलाई गहिरो माया गर्नुहुन्छ। उनकी पहिलो श्रीमतीको नाम रूपा थियो, जो अमितको बाल्यकालको माया थिइन्। अमित र पलक सँगै हुर्के। सँगै बस्दै गर्दा उनीहरू दुवैको प्रेम भयो। सारा गाउँलाई यो कुरा थाहा थियो किनभने उनी प्राय 2 खेतको बीचमा जान्थे। तर बिस्तारै पलक जवान हुँदै गएपछि उनका बुवाले उनलाई अमितसँग भेट्न दिएनन्। भन्नुहुन्थ्यो अहिले त जवान भइसक्यो। यस्तो अमितसँग घुलमिल भयो भने कसले बिहे गर्छ। तर केही दिनपछि जब अमित र उनको परिवारले पलकको घरमा प्रस्ताव लिएर गए, सबैले सहमति जनाएर दुवैले विवाह गरे। 1 वर्षपछि दुवैको सन्तान भयो र केही महिनापछि पलक बिरामी भइन् र मेरोको मृत्यु निको हुन सकेन। भन्ने गर्थे, म मेरी श्रीमतीलाई मेरो अधिकार दिन्छु तर कहिल्यै माया गर्न सक्दिन। कहिलेकाहीँ म मेरो श्रीमानसँग बच्चा हुर्काउनको लागि मेरो जीवन बिगारेकोमा धेरै रिसाउँथे। आखिर म पनि नारी हुँ। मलाई पनि माया चाहिन्छ। मलाई पनि मनले माया गर्ने मान्छे चाहियो। मेरो श्रीमानले मात्र मलाई जिम्मेवारी ठान्ने तर आज पहिलो पटक हो। कोही मान्छे मलाई यसरी हेर्दै थिए। त्यो पनि एक होइन। मनमा अनौठा विचारहरू आउन थाले। खाना खुवाउने बित्तिकै म कोठाभित्र पसेँ। जब मैले मेरो कोठाबाट बाहिर हेरेँ, मैले तिनीहरूले रक्सीको बोतल निकालेको देखेँ। रक्सी निकै महँगो भएकोले मेरो श्रीमानले पनि खुसीसाथ पियाउन थाल्नुभयो। मेरो श्रीमान लामो समयपछि कोठामा सुत्न आउँदा नसाले होस हराएका थिए। मैले कुनै न कुनै तरिकाले उसलाई सुताउन मिलाइदिएँ। म डराएर कोठाबाट बाहिर निस्केँ र उनीहरूलाई भने, मैले भित्री कोठामा तपाईहरूका लागि व्यवस्था गरेको छु। ती 4 जना पनि रक्सीले मातिएकाले मलाई अनौठो नजरले हेरिरहेका थिए। म हतार आफ्नो कोठामा आएर सुत्ने कोठाको ढोका बन्द गरेर सुतेँ। म धेरै थाकेको थिएँ त्यसैले म सुतेँ, तर मध्यरातमा मैले छेउको कोठाबाट ठुलो आवाज सुन्न थालेँ। म आत्तिएर उठेँ र मेरो श्रीमानलाई थाहा पनि भएन र उनी गहिरो निद्रामा बसे। म उसलाई बिउझाइदिउ जस्तो लाग्यो, तर मलाई थाहा थियो कि ऊ मातेको थियो र उठ्ने छैनन्। कोलाहल बढ्दै गएको थियो त्यसैले उठेर हेर्नुपर्छ भन्ने लाग्यो। केही मानिसहरू कतै गएका छन्। मेरो श्रीमानले कसैलाई विश्वास गर्न सक्नुहुन्छ। तर त्यो मान्छे मलाई ठिक लागेन। म करिब 10 देखि 15 मिनेट यसरी नै आफ्नो ओछ्यानमा बसिरहेँ, तर त्यसपछि मैले हिम्मत जुटाएर आफ्नो सुत्ने कोठाको ढोका खोलेर अर्को कोठातिर जान थालेँ। जहाँबाट आवाज आइरहेको थियो, मलाई धेरै नर्भस महसुस भइरहेको थियो। मैले बिस्तारै त्यो कोठाको ढोका खोल्दा कोठाभित्र उपस्थित 3 जनाको नजर ममाथि पर्यो।
एकजना मानिस हतार हतारमा घा आएर मलाई भित्र तानेर ढोका बन्द गरिदिए। मलाई धेरै डर लाग्यो कि यी मानिसहरूले मलाई केही नराम्रो गर्न लागेका छन्। मलाई देख्ने बित्तिकै उसले मलाई अनौठो नजरले हेरी। मलाई हेर्दै मेरो नजिक आउन थाले। मेरो घाँटी सुक्खा हुन थाल्यो र डरले मेरो आवाज बन्द भयो। चौथो साथीको शव कोठामा रगतले लतपतिएको थियो। अब बाँकी 3 जनाले मलाई ज्याउँदै नछोड्ने हुन सक्छ, किनकि म हत्याको साक्षी बनेको थिएँ र ती चौथो व्यक्तिलाई यी 3 मध्ये एकले मारेको हुनुपर्छ। मलाई उठाएर सिधै खाटमा फ्याँकिदिनुभयो। मैले सोचे कि सायद यी मानिसहरूले मलाई मार्नेछन्, तर तिनीहरूले त्यस्तो केही गरेनन्। तिनीहरूले ज्याकेट खोल्न थाले र त्यसपछि मलाई जे भयो धेरै पीडादायी थियो। रातभरि मेरो चिच्चाहट गुन्जिरह्यो। जिन्दगीभर जे चाहिरहेछु त्यो मैले 3 अपरिचितहरूबाट मेरो इच्छा विपरीत पाएको छु। मेरो अनुहारको भाव फेरिँदै थियो। त्यही भएर डरले पटक्कै बोल्न सकिन र कहिलेकाहीँ राम्रो लाग्थ्यो। मन अनियन्त्रित भइसकेको थियो। कहिले रोए जस्तो लाग्यो, कहिले दुःख लाग्यो त कहिले आफूलाई बचाउन केही गरौँ जस्तो लाग्यो, तर म असहाय भएँ। यदि मैले ती मानिसहरूलाई अस्वीकार गरेँ, तिनीहरूले मलाई पनि मार्नेछन्, किनभने ती मानिसहरूले हत्या गरेका छन्। त्यसपछि त्यहाँ अर्का व्यक्ति थिए र उसले सबलाई कम्बलले बेरेर घरबाट निस्किएपछि आफ्नो कारमा लुकायो। त्यसपछि 2 जना मिलेर कोठा सफा गर्न थाले। रगतको दाग हटाउन थाले र तेस्रो मानिस मसँग थियो र उसले मेरो हेरचाह गरिरहेको थियो, किनभने म मात्र साक्षी थिएँ। थाहा थियो। सबै कुरा स्पष्ट भएपछि यी 3 जनाले के अपराध गरेका छन्। मैले महसुस गरेँ, यदि मैले चिच्याएँ भने मेरो श्रीमान कोठाबाट आएर मलाई बचाउन सक्छ। तर के यदि मेरो श्रीमानलाई मारे भने सजाय 1 हत्याको उही हो र सजाय 3 हत्याको पनि उही हो। यस्तै सजाय पाउनुहुनेछ। म यो सबै सोचिरहेको थिएँ जब अचानक एकजना व्यक्तिले मेरो मुखमा केही राखे, जसले गर्दा म बेहोस भएँ। त्यसपछि के भयो थाहा छैन। बिहान आँखा खोल्दा म आफ्नै सुत्ने कोठामा थिएँ र मेरो शरीरमा त्यही रातो म्याक्सी थियो जुन राति लगाएको थिएँ। मेरो वरिपरि लाखौं रुपियाँ थुप्रिएका थिए। मेरो श्रीमानले मलाई भन्नुभयो कि अज्ञात व्यक्तिहरूले छोडेको छ र बिहानको 10 बजे बजिसकेको छ, तिमीले धेरै ढिलो उठेको। आज म काममा जानु पर्दैन। मैले केही बुझ्न सकिन। त्यसपछि मेरो श्रीमानले हामीलाई 5 लाख रुपियाँ दिएको बताउनुभयो। यो सुनेपछि पत्याउनै सकिन। श्रीमानले मलाई पैसा लिन नचाहेको बताए, तर हामीले ती मानिसहरूलाई मद्दत गर्यौं। बदलामा तिनीहरूले हामीलाई मद्दत गर्न चाहन्थे। मैले सोचे, केही मानिसहरूले यही पैसाको लागि आफ्नो चौथो साथीको हत्या गरे। आखिर ती मानिसहरूले किन यति धेरै पैसा दिए? मेरो श्रीमानले यो पैसा म बैंकमा जम्मा गर्छु भन्नुभयो। यसले हाम्रा सबै ऋणहरू खाली गर्नेछ र तपाईँ काममा जान सक्नुहुन्छ। श्रीमान गएपछि म रुन थाले। मलाई जे भयो, म तुरुन्तै उठेर अर्को कोठामा गएँ र लुगा लगाएपछि तुरुन्तै पसलमा गएँ। मैले कोठा सफा गर्न विभिन्न रसायनहरू किने। त्यसपछि मैले अर्को कोठा राम्ररी स्क्रब गरेर सफा गरेँ। जहाँ रगतको दाग थियो, त्यहाँ मैले ओछ्यानको चादर पनि राम्ररी धोएँ। पुरै घर राम्ररी सफा गरेपछि मैले आफ्नै लागि केही खाना पकाउन थाले। त्यतिन्जेल मेरो श्रीमान आइसकेका थिए। उसले मलाई रोक्यो। तिमी अहिलेसम्म काममा किन गएको छैनौ? मैले उसलाई भने कि मेरो मन ठिक छैन। म हिँड्न पनि सक्दिन। तर अर्को क्षण मेरो श्रीमान अर्को कोठामा गएर मलाई चिच्याउन र बोलाउन थाले। म धेरै डराएको थिएँ। मेरो श्रीमानलाई केही थाहा थिएन। म उहाँ कहाँ पुगेपछि उहाँले अब काम गर्नु पर्दैन भन्नुभयो। मेरो मुटुको धड्कन एकदमै छिटो भयो। उनले भने, यो कोठालाई होमस्टे बनाउने सोचमा छु। म यो कोठाको तस्बिर लिएर इन्टरनेटमा पोस्ट गर्नेछु र अनलाइन बुकिङ गरेर कुनै पनि व्यक्ति यस कोठामा रातभर बस्न सक्छ र तपाईले उसको लागि खाना पकाउनुहुनेछ। हामी यसको लागि राम्रो रकम लिनेछौँ ताकि हामी दुवैलाई काम गर्न नपर्ने र हामी यो व्यवसाय चलाउनेछौँ। यो सुनेर मेरो टाउकोमा आकाश खसे जस्तो लाग्यो र म फेरि रातको सोचमा हराएँ। मलाई के भयो र मनमा के गाडेको थियो? म हत्याको साक्षी थिएँ र ममाथि अपराध भएको थियो। अब मेरो खोजीमा पुलिस हाम्रो घरमा पुग्छ र मेरो ज्यान नै बर्बाद हुन्छ कि भन्ने डरले जीवन बिताउनु परेको थियो। सायद मैले पुलिसमा गएर सबै कुरा बताउनु पर्ने थियो। तर मलाई के भयो भन्ने समाजले थाहा पायो भने म कसरी बाँच्न सक्छु? सायद त्यो मृतक न्यायको पर्खाइमा होला। तर ममाथि पनि अन्याय भयो।
तपाईलाई यो कथा कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। यदि तपाईलाई यो कथा मन पर्यो भने लाइक गर्नुहोस् र आफ्नो साथीहरूसँग शेयर गर्नुहोस्। यस्तै रोमाञ्चक कथाहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्।